ठुलो ल्याइदिएन यसो घाँटी पनि हान्ने अब 40 वर्ष पुगिसक्यो 50 वर्षको चोटीमा हामी हुँदैन है गाइस ल ल हान्दै खोइ नफुकी कि नि के हो क्यान्डलै नफुक्ने हो कि क्या ओ देखा ओ भाइ साहब खोइ तपाईको मोबाइल चार्ज छैन हैन यार ह्यापी बर्थडे अहिले म गएर काटेर खाएर आइदिन्छु नि अहिले भेनाजुले हेर्ने रे के छोटो अब उसको संसारको मान्छेलाई देखाउँछ मोबाइल बिग्लाले नि मुन्डो दिखाइ नि भएको ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु डियर सिस्टर गाइस ऐसा होता है देखो जब चलाना नहीं आता तो ऐसा होता है बहुत अच्छा है के हो यिनीहरूले त सबैजना जान्ने मान्छे चाहिँ हान्दैन फाकफुक गरेर यस्तो थिच्ने बाला होइन विदेशी माल बन्दुक चलाउन आएन कि क्या ला अब जान खनाइदिए अब त्यहाँ माथि कुर्सीमा चढ अनि खर खनाइदिए वाट इज दिस केकमा मलाई अहिले क्यान्सर लाग्ला प्लास्टिक खायो भने अनुहार ज्यानभरि खनाइदिएन त्यो केकमा त नहेर्न केकमा आँखा नलगा त गाई 40 वर्ष पुगिसक्यो 50 वर्षमा हामी हुँदैन अब यही हो अब अरूको बाल छैन यत्रोजना छ त्यहाँ भिडियो कलमा मस्किरहेछ ए भाइ साहब क्या करूँ मैं तो ओ के हो यो अब केक होइन सुरुमा भेनाजुलाई ल मोबाइलबाट यसो खुवाइदिनु पर्यो ल खुवाइ लु सुक्क पाराले खुवाइ आमले त नि के छ अमल ल खुवाइ ह्यापी बर्थडे मोबाइलबाट खुवाइदिनु त छेउमा काट्नु न क्यान्सर स्यान्सर लाग्छ है अन्जु यसो ध्यान दे ल ए पारा ठिक रहेन रहेछ त अनि के हो बर्थडे गर्छ फर्स्ट टाइम मनाएको हो कि क्या हो बर्थडे पनि होइन त्यस्तो भेरी नलाइदियो एउटा केकै दलिदिँदा नि केही हुँदैन हान्दैन ब्ल्याक चाहिँ पाराले अनुहारै बिग्रिन्छ ह्याप्पी बर्थडे टु यु मेरो बर्थडेमा तिमीहरूले मलाई देखेको भए मलाई बाँदर हो कि मान्छे हो भन्थ्यो यो साथीकै काम हो क्या त्यतिखेर ऊ चाहिँ सेम गोरु जस्तै देखेछ त बादल देखेछ ऊ चाहिँ गोरु जस्तै देखेछ फोटो खिचिदियो नि एउटा दुईवटा फोटो खिचेको खै खै के हो ल न कसैलाई खुवाएछ न के गरेछ फोटो खिच्नु हतार छ यो कुन बर्थडे हो अरे भाइ यसको भेज बाहर म त क्यामराम्यान हो यहाँ भिडियो भइरहेछ मेरो त म फोटो सोटो खिच्ने चलन गर्दिनँ मेमोरीको लागि मात्र हो नि हेर गाइज रियलमा चाहिँ गोरु जस्तो छ फोटोमा चाहिँ अलिक मोडर्नी जस्तो निकालिदियो है टेन्सन हुन्छ फेरि शारदालाई बर्थडेको बेला त मजाक त चल्दै होइन चल्दैन किन चल्दैन हाँस्नु न आम्मा के भित्र पस्यो त के भित्र पस्यो त अनि
खै म आशीर्वाद दिन्छु क्यामेरा राम्रो आउँदैन म आशीर्वाद दिन्छु यहाँ भिडियो बना सार्दैन ल अब टीका त छैन तिमीलाई के खुवाएर आशीर्वाद दिन्छु देनाजुसँग सुरुमा त झगडा नगर्नु बुढाबुढी भनेको यस्तै हो अब धेरै बुढाबुढी भइसक्यो तिमीहरू है अब हामी जस्तो बच्चा परेनौ ल्याङफ्याङ गरेर अर्को चेन्ज गर्न होला अब यहीसँग जिन्दगी काट्ने हो धेरै झगडा गर्ने काम छैन यस्तो मिठो सरदादी राम्रो हुनु सरदादी हटोस् यो गुलले सरदादी ल हामी सबैको तर्फबाट मैले त केही ल्याउनै पाएको छैन के हो तिम्रो लागि खिच्दै खिच यहाँ वात्त परेको ल कुइरिनीलाई अफ्रिकाले के खुवाउँदा कस्तो हुन्छ सरदादी लाउनु दे न त ल ल ल हाम्रो तर्फबाट सबैको तर्फबाट जमुना अन्जु उर्मिला अनि ह्यापी मलाई लास्टमा भन् मलाई लास्टमा ह्यापी बर्थडे अहिले यस्तो गिफ्ट छ अर्कोचोटि अर्को गिफ्ट दिउँला अहिले यही हो तिम्रो लागि यो फुल हामी तर्फबाट है यो सामान चाहिँ एकछिनमा फोटो खिच्ने तपाईँ यो भित्र पनि केही छ हो लगाएर देखाउनु पर्यो हामीलाई लाएर देखाउनु पर्यो यहाँ भित्र हुँदैन थाहा भएन हैन अब केक चाहिँ यता हेर त भएन यसको अनुहार हेर उर्मिलालाई हाल्छ नि उर्मिलालाई अब दलेन नि आफै दल्छु अब हामी त आफै त हो नि इस कसैले खिच्दिँदैन नि होइन नि केही छैन फोटो भनेको बादमा चलेको लाउनु त लाउनु त अब स्यान्डल तिमीलाई खोज्दाखेरि भेटेन पुरै चार गर्नको लागि टाइम थिएन त्यही भएर यता देखाएको यहाँ भिडियो गर्ने मान्छे अलिकति हुन्छ नि चारैतिर के हो यो तेरो त्यो आशीर्वाद त्यो दसैँको जस्तो आशीर्वाद के दिनु हो ठिक्क भयो हेर्न त के हो टोलीको खुट्टा त तपाईँको र मेरो खुट्टा एउटै मन पर्यो कि परेन सिधा कुरा अनि ब्याग मन पर्यो कि परेन भन्नुहोस् त के मन पर्यो यो तीनटा भिरेर ओइ फोटो खिच्दै है केटीहरू मेरोमा चाहिँ भिडियो बनाउ न सबैको गाराङ गुरुङ उर्मिलालाई चाहिँ धेरै भिडियो चाहिन्छ के यो मेरो भ्लगमा जाने हो नि त जिन्दगीभर याद हुन्छ म मरे पनि तपाईँ मरे सबैजना मरे यसरी हौ यसरी भिर्ने के हातमा होइन हो त्यो होइन भेनाजु ल पप्पा हान्नु त छिटो खाइहाल्नु त यो केक साह्रो मिठो लाग्यो हानिहाल्नु पर्यो म चाहिँ त्यही भएर ब्याग त भिआइपी पाएको त सार्दा कुन चाहिँ गिफ्ट दिएको हौ साह्रो मन पर्यो यार मलाई त होइन शारदादीले खुवाइदिनुहुन्छ अलि यता आउनु न तपाईँ अलि यता आउनु न त्यो बोतल निकालिदिनु त ओइ चप्पल अलिकति कस्तो चप्पल ननिकाल्नु त्यही त चप्पल त च्वाक स्टाइलको रहेछ सुहायो पनि के है अस्ट्रेलियाबाट मगाएको हो नि त हामी छिट्टै पासे मान्छे होइन त काम त्यस्तै गरे पनि दाम त दामी लिएर आउँछ नि फेरि लगिदियो खुसी यो पर्स ब्यागमा पैसा राख्नु 2-3 करोड अनि मात्र सकिन्छ है शारदा देवी तिम्रो हात चाहिँ साह्रै नराम्रो रहेछ वाउ कस्तो खतरा आयो मिस नेपाल जस्तो ल भयो कसले खिचिदिन्छ ओइ ले न यहाँ क्यामेरा राख्छु यो मेरो मोबाइल यार मेरो यो मोबाइलको त जिन्दगी हो त यार अन्जु तिमीहरू पनि बढिया भने म अब पर बाहिर वा के तिमीहरू त होइन कुहिरेसँग हक्सी कहिले तेरो साथी हुन थाल्यो होइन मान्छे त यति राम्री छ कि परको पोकाले त साह्रो ल्याङ हान्यो त यार यस्तो राम्री मान्छेहरू कहाँबाट आउँछ हौ क्यामराम्यान हेर न क्या चुहाक रहेछ यार तिम्रो नम्बर पाऊँ न यार
क्यामेरा पाउँ न पोज बिग्रिसक्यो कुन पोज हो यो त पुरै आकेर ए मेरो हजुर मन दिन्छु मुसु दिन्छु भनेको हेर्न पनि सास दिन्छु यसै लौ त अठाउँदै डार्लिङ सबजना बस्नु जाऊ हेर्नु तिमी नि हो त्यसरी कस्तो भिसी देखेको हौ के साह्रो मोबाइल त खत्तम माल रहेछ त अब यता खै अलि बर्थडे गर्नु आयो उ चाहिँ उताबाट पानी रहेछ मन परेन हेलो मदर फकर कान्छीको देखेर कम्बर भन न कति हो नम्बर लैजान्छु कान्छीलाई म घर नभई लिउ मेरो नम्बर खाना त कता छ त पेटमा हालौँ त मलाई त धेरै साह्रै खानु मन पर्छ बर्थडे त सक्यो बर्थडे गर्लको लागि मात्र हो मेरो लागि त खानै खान मात्र हो ए हालौँ हँसरौँ गइदिउँ सुत्न यहाँ साथी यस्तो मालदार चिज बनाएको छ यार कागती मेरो तितो भयो होला आमा कति याद गरिराख्नु यो मेरो सेकुवाले खलास खलास सबलाई केक दिइदिनु नि यार कस्तो फोटो खिच्नु हतार हौ के साह्रो म बाँडिदिन्छु यार न कसलाई दिन्छ न कसलाई प्लिज पारा यस्तो हुँदैन यहाँ दिदी बहिनीहरू साथी हो आउँदो ल यो शारदा दिदीले खुवाउँदैन रोजी चल क्यामराम्यान शारदा दिदीको हातबाट खान्छस् भन्थे ऊ त्यसमै बिजी छ भने ग्यास्ट्रिक पनि गइदिरहेको हात ह्याप्पी बर्थडे एलिसा जन्मदिनको धेरै धेरै शुभकामना प्रगति गर्नु अर्को स्यालेरी आउने बित्तिकै एउटा बिल्डिङ घर किन्नु त्यो घर मलाई भाडामा दिनु ल शारदा देवी त्यो यो गुल्ले पनि यसो राख्नु मेरो फिल्ममा खाली पेटमा सक्दैन शारदा दिदी ए के शारदा मात्र आउनु केक खानु यार सक्छौ भने मलाई ठाउँ मात्र त्यो सबै के काटेर सबैलाई देऊ दिदी सबै काटेर सबैलाई फ्रिजमा राख्नु भोलि ए भेनाको लागि खाइदिनु मैले आउनु न यार केक खान ए खाइदिनु न अब जल दिन्छु म तपाईँलाई तर मलाई सबको अनुहार बिगार्नु चाहिँ राम्रो हेर्नु शान्ति दिदी हातै नदुखिन्छ दिदी अलिक पुगेर बाजेर यसो गुलिया खाएर त्यही भनेको यत्रो लट्ठी लिएर आएर फाइट हार्नु पनि पर्खाली त यार हिँड्न हामी चाहिँ जाउँ भनेको त नि चटाइ छैन शारदा दिदीको चटाइ शान्ति दिदी त छैन होला नि यहाँको दिदी खै छैन
भन्नै पर्दैन अब गाइस म त बर्थडे फोटो हान्दै केक खुवाउँदै गएछु म त हाँसेर नि गयो अब खै आमा सेम गोरु जस्तो देखेछ त सामान बोक यहाँ चाहिँ एकजना सफा गर्ने मान्छेहरू बस्छ त सफा गर त भाइ केटी हो चटै छैन चटै त्यो शान्ति दिदीको लिएर हिँड्न छि आज बढेको दिन पनि के मार्नु हौ सादा दिदीले सम्हालिहाल्छ नि सदा राख्नै त्यो गिफ्ट त हेर्न अरू चाहिँ थाहा भएन यो र म चाहिँ भिडियो हो क्या चिन्ता न यादगार हुन्छ नि साला मेरो उयसमा हेर्नु तर म नबोली पनि अहिले एकछिनमा त बोल्दैन होला सायद तर बोल्दैन अब मलाई कराउने बेला भित्र ओ यार रमदान चलेर यो यस्तो जिन्दगी चाहिँ अरूको पेन्ट सुकाउने ठाउँमा पार्टी हाल्नु परेछ यहाँ चड्डी छ यहाँनिर पार्टी छ यहाँ मेरो साथी छ यहाँ चाहिँ म छ यिनीहरू त साह्रो हराउँछ यार कसलाई दिनु लाग्यो केक दिदी सादा दिदी सादा दिदी यो टटेल छ यार बस्ने ठाउँ नै हो त्यो छैन के ओछ्याउने सादा दिदी तपाईँको छैन यहाँ के बस्ने कुरा ओछ्याउने कुराहरू यस्तो फ्रिजमा ठाउँ कहाँ छैन भने किती छोड्यो जानी हाम्रै हो दिदी सादा दिदी तपाईँको भात कहिले बनाएको यो त्यो होइन पहिला भुइँको चाहिँ कुदोले तपाईँ के गरी जानु त बाहिर बस्नु ब्रस गाउँमा यो त्यहाँ बेरमा अरू केही ब्रस छैन यिनीहरू छट यिनीहरूले गरेर खाँदैन छुट्टी यस्तो पाराले
खतरा छ बेग पनि यार कति बेला मिलाएको यो निकाल्न न त्यो ओ त्यो ए बडा के त्यो फ्रिजमा अहिले ठाउँ छैन क्या टिफिन सिफिन तल राख्दे त्यही राख्देला लैजा लोडो कहिले दिन त सारा दिदीले हामीले दिएको गिफ्ट वाह क्या गजब किया तुमले निद्रा लागेन करो करो बहुत अच्छे से करो ए यहाँ डस्टबिन छैन यो त डस्टबिनका डस्टबिन पाइदैन सफा गर्ने केटी परेछ कि यति बढाउनु जानु पर्यो भइ अन्जु गयो फेरि खाँदै गर्ने गर्नु भनेको त नि सफा नगरिकन कसरी जानु त नि यहाँ अर्काको रुम खै कोही बुझ्दैन नि एक अर्का बिचार गर्छ यहाँ लिएर आऊ कहाँ गयो अन्जु यो अन्जु त छ्या खाइ तिमीहरू खा म सुते गएको ए हिँडके छोड तिमीहरूसम्म त हजारजनाको पार्टी मलाई चाहिँ के रिस पखाइरहेको हौ मलाई पनि रिस उठिरहेको त खाइदिन्छ जा हो भने हिँड भनेको जा खानमा ए हिँडके जा खा नरिसाइदिनु एकछिन खा अनि त्यसपछि आम Hey, you know, सरी someone's sleeping. हिँड्नु यार जाँदिन जा हे। जाँदिनौ म खान्न यत्रो गरिदिँदा पनि यहाँ कहिले न ओइ मैले गरे होइन क्या त्यो मान्छेलाई रिस पोखाएकै हाम्रो लागि हिँड्न ए हिँड्नु आइज म कोटै के एउटा यता बिरालोले खाइदियो सबै खलास त्यो रिसाएर बसेर यस्तो त्यसलाई यस्तो पिर्छु के त्यहाँ आउँदैन अब No one likes it.